शनिबार कहाँ जाने भनेर सोचिरहेको थिएँ अनि एक्कासी प्लान बन्यो ककरी जाने। तर यहाँ पुगेपछि मलाई घर जान मन नै लागेन। हे गाइस, वेलकम ब्याक टु माई इभिनिङ ब्लग। आज चाहिँ म र साथीहरूले ककन गएर माछा खाने प्लान गर्यौँ। यो ठाउँ काठमाडौँबाट लगभग 1 घन्टाको सर्ट राइडमा पुगिन्छ। बाटोमा चाहिँ कस्तो घुमाउरो भयो, एकचोटि त लाग्यो म रोलर कोस्टरमा चढेको जस्तो। टिकट पनि फ्री, थ्रिल पनि फुल। फाइनली पुग्यौँ है। यहाँको हावा, ग्रिनरी अनि पिसफुल भयो। एकदम फ्रेस फिल आयो। सिटी इन्ट्री गेटमै छुट्ने गयो। रिसोर्टभित्र गएर एक्सप्लोर गऱ्यौँ। फोटो खिच्न थालेपछि त म र मेरा साथीहरू मोडलिङ जस्तो फिल्म गर्न थाल्यौँ। पोज चाहिँ हलिउड लेभल, तर रियालिटीमा 50वटा फोटोमा 2 मात्र राम्रो आयो। बाँकी सब भिड। सबभन्दा रमाइलो कुरा यहाँ आफैले माछा मार्न पाइन्छ। 2 केजीको अर्डरमा हामीले 4 केजी माछा मार्यौँ। लाग्यो हामी नछाने भयौँ कि क्या हो। 15-20 मिनटपछि हाम्रो अर्डर पनि आयो। लाग्यो त जे पनि 5 स्टार नै हुन्छ। खाँदै हाँस्दै फुल मजा आयो। सबै कुरा सकेर हामी गाडीमा रमाइलो गर्दै गीत गाउँदै नाच्दै फर्क्यौँ। ककनीको यो रिक्रिएसन रिसोर्ट एकदम प्लेस रहेछ सर्ट स्केपका लागि। तपाईँहरू पनि एकचोटि ट्राई गर्नु है। अनि लाइक, सेयर अनि फलो गर्न नबिर्सिनु।